वेलकम टु माई न्यू ब्लग गाइस। म चाहिँ आज ब्लग चाहिँ यो पसलबाट सुरु गर्दैछु। आज चाहिँ म चाहिँ बहिनीको लुगा लिन आएको फ्रक वेलकम टु माई न्यू ब्लग गाइस। म चाहिँ आज ब्लग चाहिँ यो पसलबाट सुरु गर्दैछु। आज चाहिँ म चाहिँ बहिनीको लुगा लिन आएको फ्रक होइन अघि नगएर रातोमा राम्रो हो कि बरु होइन के यो राम्रो देखियो हो यो रातोमा राम्रो देखियो कि यो रातो चाहिँ यहाँ दुःख है यो राम्रो देखियो यहाँ ब्याग पनि छ उल्ला वाला ब्याग हो त्यो ब्याग स्याग छोड्दैन फ्रक किने भए भएन र गाइस देख्नु रोनाल्डो नचल्न बिग्रन रोनाल्डोको हेलबिन नि हो ओ हेलबिन नि हो पुछि है गाइस माई ड्रेस कस्तो देखिएको छ हेलो गाइज मेरो नाम चाहिँ प्रिन्सिला म चाहिँ सुस्मिताको बहिनी म चाहिँ दिदीको बहिनी हो नि अन्त सिधै ओ माई गॉड कति राम्रो होइन गाइज बेल्ट अच्छा के हो यो गाइज कमेन्टमा ग्यास गर्नु होला ग्यास भैँसी आयो भैँसी दिस इज माई बहिनी रेडी हुँदैछ मम्मी त सानो हुन्छ के यसको त हेरबिन नि आउँछ नि अलि लामो हेरबिन बहिनी सानो हुन्छ राम्रो थियो कि यो वाला क्रीम कलरको ठिक्कै भन्छ नानीलाई मलाई चाहिँ यो वाला राम्रो लाग्यो यसको फ्रक चाहिँ यो चाहिँ फिटिङ भन्छ के तपाईहरुले कमेन्टमा गरिदिनु कुन राम्रो लाग्यो भनेर यसको फ्रक चाहिँ कति राम्रो राम्रो हेलो आउँदैछौँ होइन आइसक्यो भन्नु त गाइजको रोनाल्डोको फ्यान हो म तपाईँहरूलाई रोनाल्डो देखाउँछु मैले देखाइसकेको किन हामी चाहिँ बहिनीको लुगा लिन आएको छौँ फ्रक हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला अन्तिमसम्म हेरिदिनु नहोला अच्छा हेरिदिनु होला छिटो म तपाईँहरूले एउटा कुरा देखाउँछ है गाइज अनि कत्रो ठुल्ठुलो टी सर्ट हेर्नु है ये बोय हेलो गाइज ओ हेलो भन्न हेलो हेलो त्यो त मान्छेको पुतला त हो त पुतला यो चाहिँ थोते बुढो है गाइज यो चाहिँ लाखे मुडो हो लाखे मुडो हो लाखे मुडो हो के को फ्रेन्ड हो रे भाइ राम्रो त देखियो तर यस्तो देखियो त्यहाँ पनि एकचोटि ऊ त्यही राम्रो थियो कि अघिको हो कि यो कि यही राम्रो हो त लाउनु
अनि सानो बच्चाहरू पनि लुगा है लिन खोइ सादा मन पर्दैन क्या अघि नै त्यो किनेको सादा त हो मैले गाई चाहिँ छाता पनि पाउँछ है यो है 30 छोड न धन्दै मेरो फोन खसालेनस् ब्याग वाला राम्रो थियो के है त्यो ब्याग भएको वाला कति क्युट देखेको थियो यो तर क्युट देखेको थियो तर त्यो कस्तो थियो मलाई पनि थाहा छैन दामी देखेको थियो मैले हेरेकै हो मन परेछ ल तिमीले भन त तिमीले चुज गर ल गएर देखा त कुन वाला हो ल छिटो त्यो त्यो त हुन्न त्यो त सानो हो त्यो त सानो छ उ त्यो रेड है अरे त्यो त सानोको यो रातोमा सानोमा छैन दाइ यसको त सानो हैन यो मिडियम साइजमा हो यसैको साइजमा हो है त्यो त फेरि सारै भक्क भएको रहेछ डिजाइन त्यस्तै हो कि यो राम्रो छ कि छैन के गर्ने ओके त्यो त यहाँ पाउँदैन नि त त्यो त विदेशबाट ल्याएको कुन रे हेर्नु गाइस केटाले केटीको लोगो ओर्नाला या पोइन्ट पनि छ गाइस पोइन्ट मलाई म पुल्ला भन मम्मी स्केटिङ खेल्न जाऊँ न स्केटिङ हामी दुईजना खेल्छौँ यिनीहरू सबै हेर्दै बस्छ ओके हामी दुईजना स्केटिङ खेल्छौँ अनि यिनीहरू सबै हेर्दै बस्छ हैन म पनि यो पुन्चुले कपडा किन्न गाई म पनि खेल्यो गाई गाई होइन क्या गाई वो त्यही राम्रो छ के पुन्चुले लाउँदाखेरि चाहिँ त्यही राम्रो देखेको थियो के साइज टक्क मिलेको यो त्यो ज्यान पातलो छ नि त त्यही भएर यो टक्कै भयो लोलो मम्मी स्केटिङ खेल्न जाऊँ है पुन्ची तिम्रो पर प्लिज न त्यो राम्रो छ कि छैन पर्पल छ त झन् छिटो भन् कति राम्रो छ त छिटो भन् न ल गाइस म तपाईँहरूले घर गएर भेट्छु है गाइस म चाहिँ घर आइपुगेको छु अनि आजको भ्लग यति अनि के अरे जाँदाखेरि लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई